नमस्ते सबैजनालाई। आज यो भिडियो मैले अमेरिकामा एउटा कम्पनीलाई बन्द गर्नु पर्यो भने कस्तो प्रक्रिया हुन्छ त्यो देखाउन गइरहेको छु। यो चाहिँ हाम्रो नर्थ क्यारोलिना स्टेटको सेक्रेटरी अफ स्टेटको वेबसाइट हो। यहाँनिर गएर सुरुमा बिजनेस रेजिस्ट्रेसन पेजमा गएर हामीले चाहिँ बिजनेसलाई सर्च गर्नुपर्छ। मेरो कम्पनीको नाम अल्फाबेटन हो। सो मैले यहाँनिर टाइप गरेँ र सर्च गरेँ, यहाँ आयो। मैले क्लिक गरेर मोर इन्फर्मेसनमा गएँ। अब मैले यो मेरो कम्पनीको इन्फर्मेसन यहाँ छ। अनलाइन फाइलिङमा क्लिक गरेँ। यहाँनिर चाहिँ एभाइलेबल फर्महरू, अब मैले यो कम्पनीलाई के गर्नु मिल्छ यहाँबाट भन्ने देखिन्छ। रिस्टेट भनेको चाहिँ बन्द गरिसकेकोलाई फेरि खोल्नु पर्यो भने, वा चेन्ज गर्नु पर्यो त्यसमा केही भनेदेखि, या त मलाई बन्द गर्नु पर्यो भने है। बन्द गर्नको लागि चाहिँ फर्म L07 भन्ने युज हुन्छ। सो मैले आज त्यो फर्म युज गरेर गर्न गइरहेको छु। पिडिएफ प्रिन्ट गरेर मेल गरेर पठाउँदा पनि हुन्छ, तर अनलाइनै फाइल गर्न पनि मिल्छ। अनलाइन फाइल गर्न चाहिँ $3 महँगो पर्छ प्रोसेसिङ फीले गरेर। सो अल टुगेदर यसको चाहिँ $30 पर्छ डिजल्भ गरेको। सो अब मलाई केही एट्याचमेन्ट छैन मेरो डकुमेन्टमा। मैले यहाँनिर नो एट्याचमेन्ट क्लिक गरेर गरेँ। कहिलेदेखिको फाइल गर्ने भन्ने आयो। मैले 4 सालको डिसेम्बर 31 देखि बन्द गर्ने भनेर रेट्रो डेटमा गएँ र यहाँनिर मेरो नाम सेलेक्ट गरेँ र मेरो सिग्नेचर दिनुपर्छ। मैले चाहिँ मेरो नाम नै मेरो सिग्नेचर भनेर दिएँ। सर्टिफाई गरेर सेभ द सिग्नेचर। अब यसले चाहिँ मेरो टेम्प्लेट जेनेरेट गरिदिन्छ, पिडिएफ जेनेरेट गर्छ। सो त्यही पिडिएफ अनलाइनै प्रोसेस हुन्छ है। मैले डाउनलोड गरेर साइन गरिराख्नु पर्दैन। छुट्टै पिडिएफ डाउनलोड गरेर मेल पठाउने भए चाहिँ साइन गरेर पठाउनु पर्थ्यो। यो केसमा चाहिँ परेन, मैले अनलाइनै गर्ने भएर। सो देख्न सक्नुहुन्छ कति सजिलो। जम्मा 4वटा इन्फर्मेसन प्रोभाइड गर्नुपर्छ। कहिलेदेखि बन्द गर्न आँटेको र कम्पनीको नाम के हो र कम्पनीको आइडी के हो, अनि आफ्नो नाम र साइन, यति मात्रै हालेर नेक्स्ट गर्ने। अब यहाँ कुन इमेल एड्रेसमा चाहिँ यसको रिसिट आउँछ भनेर हो, नोटिफिकेसन। सो आई हेभ गिभन द्याट इमेल एड्रेस। अब एक्सपर्टाइट गर्ने भने $100 एक्स्ट्रा पर्छ। म नगर्ने, मलाई हतार छैन। अब मैले चेकआउटमा क्लिक गर्छु। यहाँनिर देखिन सक्नुभयो $3 इलेक्ट्रोनिक ट्रान्जेक्सन फी लाग्छ। 90-30 पैसाको एउटा टिकटले हुन्थ्यो। अब यहाँनिर क्रेडिट कार्ड इन्फर्मेसनहरू सबै हाल्ने, आफ्नो एड्रेसहरू हाल्ने अनि सबमिट गर्ने। म एकैचोटि सबमिट गरेपछिको नेक्स्ट पेजमा जान्छु। यहाँनिर रिसिट देख्न सक्नुभयो हो। यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ दिस इज द कन्फर्मेसन, $33 पे गरेको भनेर। त्यति नै हो। हेर्नु त कति सजिलोसँग हामीले एउटा कम्पनी बन्द गर्न सक्यो। खोल्न पनि यति नै सजिलो छ। खोल्नलाई पनि सेम प्रोसेस हो। आई थिङ्क $125 तिर्नुपर्छ खोल्नको लागि। देख्नुभयो त साथीभाइहरू, जनताको सेवा सुविधाको लागि 2-4 क्लिकमा एउटा कम्पनी खोल्न र बन्द गर्न सकिने रहेछ त सूचना प्रविधिको प्रयोग गरेर। आशा छ अब आउने नेतृत्वले नेपालमा पनि यो कुराहरू सम्भव बनाउने छ, किनभने सूचना प्रविधि अमेरिका होस् या नेपाल सबैतिर चलाउने एउटै कुरा हो। यदि तपाईँलाई मेरो भिडियो मन पर्यो भने लाइक, सब्सक्राइब गर्नुहोला र कमेन्ट पनि छोड्नुहोला र मन लागे घन्टी पनि बजाउनुहोला। धन्यवाद।